यस्तो हुँदैछ। यो चाहिँ रोड हो। यही बाटो मुनि हाय हाय मेरो छोरीहरू यता मेरो हाम्रो के भन्छ दाउरा टिप्ने ठाउँ छ के। दाउरा टिप्ने हो त। यो पुरै हाम्रो जग्गा हो। हाम्रो चाहिँ दाउरा टिप्न नि टाढा जानु पर्दैन नि त। अरूहरूको त 1 दिन 2 घन्टा लाएर जानुपर्छ। हाम्रो चाहिँ यो सबै हाम्रो हो। यो सबै यो भित्र कस्तो छ म तपाईँहरूलाई अहिले देखाउँछु। यो चाहिँ स्कुल हो। यतै स्कुलको यतापट्टि छ कि हाम्रो चाहिँ। यो चाहिँ रोड हो। रोड बाटो अघि 2टा 4 व्हिल आएछ यहाँ। यस्तो छ यस्तो। म चाहिँ डोगो बोकेको हो। यो डोगोमा चाहिँ अहिले दाउरा हालेर बोक्नुपर्छ। अनि हाम्रो चाहिँ दाउरा टिप्न पनि टाढो जानु पर्दैन कि। यहीँ स्कुलको अलिकति यतापट्टि हो। अरूहरू त 1 2 3 घन्टा लाएर माथि जङ्गलतिर टिप्न जानुपर्छ नि त। हाम्रो त पहिला यहीँ जग्गा थियो। यहीँ खेती किसान गर्थ्यो। अहिले गर्ने मान्छे नभएर छोडिदिएको। अनि पुरै रुख बिरुवाहरू उम्रेर त्यहीँ दाउरा टिप्ने घाँस काट्ने यहीँ उ गरेछ के। त्यही भएर हामी चाहिँ टाढो जानु पर्दैन। यस्तो छ लाली गुराँसहरू यता यसरी फुलिरहेछ। यो भित्रतिर पनि छ। यस्तो छ त कति धेरै छ यता। यस्तो छ है। जे कस्तो रमाइलो छ। मेरो ससुरा चाहिँ अघि नै आउनुभएको छ यहाँ यता दाउरा टिप्दै होला। हामी चाहिँ अब टिप्नुपर्छ कि त्यतिकै बोकेर मात्र आउने हो थाहा छैन। पर्खाल हो कि यो चाहिँ पर्खाल हो। यो पर्खाल नागेर जानुपर्छ। हाम्रो चाहिँ यस्तो छ कि के भयो लिलु सकिन बाटो यस्तो छ। पुरै अलैँची थियो नि पहिले यहाँ हाम्रो है। अहिले छैन है। यस्तो बाटो हुँदै जानुपर्छ। अहिले दाउरा बोकेर कसरी आउनु त हामी माथि। ससुरा चाहिँ अघि नै आउनुभएको यहाँ दाउरा टिभी भ्याएर आराम गरिरहेछ यहाँ मोबाइल हेर्दै। यो यस्तो छ हाम्रो। यो पुरै दाउरा हाम्रो हो के। बाटो यस्तोमा जानुपर्छ हेर्नु त। बाटो नराम्रो नि पोहोर हामीले यहाँ बेसरी आइसेलु खायौँ नि। अहिले छैन है। ल ल ल ल हिँड। भोलि पर्सितिर फुल्छ होला अनि हामी खान पाउँछौँ। पहिला